गुड मर्निङ गाइज, गुड मर्निङ। एकदमै बिहानै आज चाहिँ मैले भिडियो बनाइरहेको छु। हाम्रो कम्पनीको पार्किङको चाहिँ भिडियो मैले सुट गरिरहेको छु। एकदमै चकाचक देखिरहेको छ। ल हेर्नुहोस्, बत्तीहरू पनि यस्तो बबाल टलक्क बत्ती बलिरहेको छ। यहाँ त बत्तीले नै यस्तो राम्रो देखिन्छ नि। ल हेर्नुहोस्, यता हेर्नुहोस्, यो सहरहरू हेर्नुहोस्। यो क्रेनहरू भइहाल्यो हाम्रो, होइन? अब यो क्रेनहरू भइहाल्यो। यो क्रेन धेरै छ, यस्तो क्रेनहरू, यो सब क्रेनहरू, यो माथिको सब क्रेनहरू हो। अब यो चाहिँ ट्रकहरू हो। अब हेर्नुहोस्, यहाँ ट्रकमा सबै देखाइन्छु। अब यो सिस्टमको एउटा ट्रक भइहाल्यो, एउटा सत्ता छ, यिनीहरू छ। यो पाइप ट्रक भयो, यो पाइप ट्रक। यो मैले चलाउने गाडी पहिलाको 5 नम्बर गाडी अहिले साउदीले चलाइरहेको छ। हेर्न सक्नुहुन्छ। ल गाडी त कति हो, तर त्यति धेरै त छैन, ठिक्कको छ। अब यो किसिमले अब माथि बत्ती पनि बलिरहेको छ यो सिस्टममा, होइन? एकदम खतरा छ के। अझ तपाईँलाई म देखाउँछु के। फेरि यो के हो ल, तपाईँहरूले त बुझ्नुहुन्छ। यहाँ हेर्नुहोस्, यो के हो ल, यो के हो? यो चाहिँ सिप हो है, सिप, पानी जहाज हो कि। तपाईँहरूलाई म आज मजाले देखाइन्छु कि पुरै हाम्रो कम्पनीको चाहिँ पार्किङदेखि लिएर सब कुरा देखाइन्छु। उता हेर्नु ल, आमामा फोर्किले भयो हेर्नु ल। यस्तो कुद्छ क्या फोर्किले। ल यो मिडियम फोर्किले भयो। ल अब यहाँबाट हेर्न सक्नुहुन्छ क्या हजुरहरूले दृश्य। ल कस्तो छ अब हाम्रो यहाँको दृश्य, कस्तो छ ल हेर्नुहोस् त, कस्तो रमाइलो छ, होइन? बत्ती बलेको एकदम दामी छ। अब यो तपाईँले यता यो साइडमा, तपाईँहरूले यो साइडमा हेर्नुहुन्छ भने यो त साइडमा चाहिँ सबै समुद्र हो। फेरि यो चाहिँ पुरा समुद्रै समुद्र हो। यहाँदेखि धेरै टाढासम्म समुद्र छ। ल यो हाम्रो कम्पनी गाडीहरू भइहाल्यो, यहाँ बसिरहेको सबै एउटै कलरको युडी गाडीहरू। अनि यताको चाहिँ यो पुरै समुद्र हो फेरि। ल यो यता जति पनि आँखाले देखिरहेको छ भिन्न भइ यो चाहिँ पुरै समुद्र हो। यही समुद्रमा चाहिँ यो पानी जहाजहरू आउँछ। यही पानी जहाजहरू यहाँ बसिरहेको छ। सबै यो स्टेसन हो। अब यहाँ चाहिँ डिजल हाल्छ, डिजल हाल्न गइरहेछ। अब होइन, भ्लग बनाउनु त जान्दिनँ, अब बोल्नु जान्दिनँ अलि राम्रोसँग। अब त्यही पनि हजुरहरूले यसो बुझेर चाहिँ हेरिदिनु होला। अब के गर्नु, अब खतरनाक भ्लगर परिन है। यसो मिलाइ हेर्न सक्नुहुन्छ हजुरहरूले। यस्तै छ है। अब यता हाम्रो साउदी नेपाली सबै मिक्स भएर चलाउने हो यहाँ। साउदी, नेपाली, अनि इन्डियन, अनि फिलिपिन्स, के अरे थोरै छ। सबै एउटै जातको छैन यहाँ। सबैजना अलिअलि छ। फेरि सबै धेरैजनाले फेरि भिजाको कुरा मात्रै गर्नुहुन्छ। भिजा छ कि छैन। यो कम्पनीले अहिले मान्छे लिकै छैन। हामी आएको भइसक्यो 26-27 महिना भइसक्यो। अहिलेसम्म नयाँ भिजा गएको पनि छैन, नयाँ मान्छे आएको पनि छैन, होइन? अनि त्यसपछि लिएर भनेको तनाजुल आइरहेको छ, तर नेपाली, हिन्दी आइरहेको छैन। सबै साउदी तनाजुल लिइरहेको छ। किनभने अहिले यो 90%, 80% के अरे साउदी हुनपर्ने कम्पनीमा भन्ने नियमहरू हजुरलाई थाहै छ। त्यसले गर्दाखेरि पुरै साउदीहरू मात्रै लिइरहेको छ क्या। त्यही भएर भिजा पनि जाँदैन। अब तनाजुलमा नेपाली, इन्डियनहरूलाई ध्यानै दिँदैन अलि। अब त्यस्तै आफ्नै नजिकको छ भने चाहिँ के अरे लिन्छ होला, होइन? नभए धेरै साउदीलाई नै हो कि यहाँ। हामी त यहाँ कहाँबाट झुन्डिएर परेको हो। अब त्यसरी बुझ्नु न है त साथीभाइहरू। म चाहिँ त्यति भन्न चाहन्छु। ल गाइज, फेरि भेटौँला अर्को भ्लगमा।